नेपाल हामी गरिब भएको घाँस काटेर, धान काटेर, गहुँ काटेर, अरू कुरा गरेर होइन, कुरा काटेर हामी गरिब भयौँ होइन। कुरा काट्न छोडेर कपडा काट्नुस् त, कुरा काट्न छोडेर घाँस काट्नुस् त, कुरा काट्न छोडेर धान काट्नुस् त। कोही गरिब हुन्छ? खाली कुरा काटेर, राजनैतिक दल मान्छे काटेर, घरमा बसेका मान्छे कुरा काटेर, अनि देश गरिब भयो भने आछ बसिया छ, केही गरेको छैन। त्यसैले मेरो विनम्र अनुरोध छ, पैसा हुने अल्छेले उद्योग खोल्नुस्, पैसा नभएका जाँगरीका युवाहरूले व्यापार गर्नुस्। यति गर्यो भने हामी गरिब हुँदैनौँ। यसका लागि यो डाइरेक्ट सेलिङ मलाई मन परेको कुरा चाहिँ भन्छु है, मलाई पनि मन परेको चाहिँ यो त अमेरिकामा 1940 भनेको आजभन्दा 72 वर्ष अगाडि होइन, 72 होइन 82 वर्ष, आजभन्दा 82 वर्ष अगाडि खुलेको रहेछ नि त। अनि त्यो देश गरिब भएछ कि धनी भएछ त? सबभन्दा पहिले कहाँ खुल्या रहेछ? अमेरिकामा। अमेरिका त टाठै पल्टिनु पर्ने हो नि त, सिद्धिनु पर्ने हो नि त, यस्तो बदमासी काम गरे बापत। तर त्यो देश त धनी र संसारको पावरफुल भएछ। हाम्रो देशमा यस्तो काम किन गरिँदैन भने, मैले अघि पनि भने, जागिर खाने, भाडा खाने र ब्याज खानेले यो कामलाई निरुत्साहित गर्छन्, प्रोत्साहित गर्दैन। त्यसो भएको हुनाले अब हामी सक्नेले उद्योग धन्दामा लगानी गरौँ, नसक्नेले, पैसा नहुनेले व्यापार व्यवसाय गरौँ र यसलाई वैधानिकीकरण गर्नका लागि मात्रै मैले भूमिका गरे हो। मैले व्यापार गरे नि होइन, उद्योग खोले नि होइन। र यो क्षेत्रमा लाग्ने साथीहरू सुन्नु भएको छ, म 2074 सालका असोज 21-22 गते जस्तो लाग्छ है मलाई यो पास गऱ्यौँ, 24 गते पास गऱ्यौँ। र नेपालको इतिहासमा, संसदीय इतिहासमा एउटा मात्रै यस्तो विधेयक हो जसलाई संसदले सर्वसम्मत पारित गरेको छ, एउटा मात्रै विधेयक। तर त्यो यो डाइरेक्ट सेलिङको विधेयकमा चाहिँ मैले के बुझेँ भने यो नेपालका लागि एक कोसेढुङ्गा साबित हुन्छ। किन दलगत विभाजन गर्नु? संशोधन प्रस्ताव राख्ने साथीहरूलाई पनि म सहमतिमा गराउँछु भनेर अलिक मेहनत गरेको उहाँहरूले कन्भिन्स हुनुभयो। कुरा बुझाउँदा मान्छेले बुझ्दो रहेछ। बडै नेताहरूले संशोधन हाल्नु भएको थियो, पूर्व सचिवले समेत पनि संशोधन हाल्नु भएको थियो। उहाँहरूले शुद्ध त्यहाँ संसदमा तपाईँले रेकर्ड हेर्नुभयो भने माननीय मन्त्रीले संशोधन प्रस्ताव सम्बन्धमा दिएको जवाफले चित्त बुझेकोले मैले मेरो संशोधन प्रस्ताव फिर्ता लिएँ भन्नुभएको छ। त्यस पछाडि यो सर्वसम्मतिले पारित भएको छ। यसलाई हामीले जुन दिनदेखि यो ऐन पारित भयो त्यस दिनदेखि आज तपाईँले कहीँ सुन्नु भएको छ डाइरेक्ट सेलिङमा मान्छे ठगिएर पक्राउ परेको? मैले चाहिँ सुनेको छैन है। अनि यो व्यवसायमा सामान खराब भएर ठगिएको कोही उपभोक्ता ठगिएको छ? छैन। किन छैन भने यसमा व्यवसाय खोल्दै धरौटी राख्नुपर्छ, यसको 3-3 महिनामा अनुगमन गर्नुपर्छ, गुणस्तर मन परेन भने महिना दिनमा फिर्ता गर्न पाइन्छ। तपाईले घर छेउको किराना पसलमा किनेको हर्लिक्सको बट्टा घरमा लगेर खोलेपछि नक्कली रहेछ भने फिर्ता हुन्छ? फिर्ता हुँदैन। तर यो सामान त 30 दिनभित्र फिर्ता ल्याउनु भने फिर्ता हुन्छ। यो सामान तपाईको घरको नजिकैको किराना पसलमा 3-3 महिनामा कोही अनुगमन गर्छ? कोही गर्दैन। त्यसले धरौटी राख्नुपर्छ? पर्दैन। तर यसले चाहिँ यो सबै रीतकर्म पूरा गरेको हुनाले तपाईँ हाम्रो नजिकैको मार्ट भन्दा, तपाईँ हामी नजिकैको ग्रोसरी स्टोर भन्दा, तपाईँ हामी नजिकैको किराना पसल भन्दा यो 10 गुना ग्यारेन्टीवाला व्यवसाय हो। म तपाईँलाई त्यसो भन्दैछु, 10 गुना, 1 गुना 2 गुना मात्रै होइन। यसलाई हरेक पल सरकारले सिधै हेरिराखेको हुन्छ। यो व्यवसायको चाहिँ प्रत्येक पल अनुगमन हुने भएको हुनाले यो व्यवसाय राम्रो छ। म सम्पूर्ण सहभागी साथीहरूसित अनुरोध गर्छु कि यो व्यवसायमा विदेशी सामान पनि केही नबेची त हुँदैन। किनभने उपभोक्ताको रहर, उपभोक्ताको आकांक्षा, तृष्णा स्वदेशीले नै मेट्न कोसिस गरौँ। सकभर स्वदेशी उत्पादन गरौँ, व्यापार घाटा कम गरौँ र थोरै मात्रा मात्रै विदेशी सामानहरू ल्याएर बेच्ने गर्यौँ भने राम्रो हुन्छ। हामी सबै हातेमालो गरौँ, एकअर्काले संकल्प गरौँ, देश बनाउनु छ। ठीक कुराका लागि निरन्तर लाग्नुभयो भने
दुनियाँले के भन्छ भन्नेसँग तपाईँ लाग्ने होइन, तपाईँ के गर्नुहुन्छ त्यो महत्त्वपूर्ण हुन्छ। हिँड्नु ठुलो कुरा होइन, पुग्नु महत्त्वपूर्ण कुरा हो। त्यसैले तपाईँहरू हिँड्न सुरु गर्नुहोस्, आफै पुगिन्छ, एक दिन राम्रो हुन्छ। मैले पनि यो काम गर्छु भन्दा यसरी नै सम्मान पाउँला, माला लगाउँला, राष्ट्रिय सभागृहमा धेरैले ताली पिटेर उठेर अभिनन्दन गर्लान् भनेर गरेको होइन। मैले मेरो भित्रको ब्रह्मले देखेको काम ठिक ठानेर गरेको थिएँ, आज प्रमाणित भयो ठिक काम रहेछ।